कस्तो मजा आइरहेको छ यार। अनि हामी केटाहरूसँगै हो डुल्दैछ अहिले भनेर के भयो कि अरू पनि सिङ्गल छ हो। के को मासु खान्थ्यो गोरुको मासु खाने हो गाई सबै खाने हो हेर्नु होला यहाँ है कस्तो मजामा लाग्छ। ओहो स्पेसल मोमो हो गाई। अब तपाईँहरूले खान सक्नुहुन्छ। रेडी गरिसक्यो लस्सी खाने भनेको पैसा यति छ। यो लस्सी हो गाई खाने क्या केही हुँदैन यस्तो खानुलाई नै खाँदैन भन्छ गाई। म खाएँ ल कस्तो मजा आइरहेको छ यार। अनि हामी केटाहरूसँगै हो डुल्दैछ अहिले। अनि हामी अहिले चाहिँ मेन बाटोतिर नै हो है। धन्दै मलाई हाले यार। अनि पानीपुरी चटपटे यहाँ छ खानु होला सबैजनाले सस्तोमा। त्यो 50 को होइन कि 40को चाहिँ एक प्लेट पानीपुरी आउँछ भने। अनि अहिले हामीले खाजा खायो भने पनि देखाउन चाहन्छ हजुरहरूलाई। अल कम्प्लिटली हेर्नु होला भेटेको है त। अनि यता सुन पसल पनि छ रुबी ज्वेलर सुन पसल छ है त गाइस। हामी अहिले घुम्दैछौँ। हामी सोसल ग्राउन्ड पनि जाने हो र हामी जाँदैन पक्कै पनि गयो भने चाहिँ देखाउँछौँ अनि गएन भने चाहिँ नो। अहिले चाहिँ 5 बजेर कति गएको छ भन्दाखेरि कति गएछ हेर त केटाहरू 5 साढे 5 नि बढी भइसक्यो 35 गइसक्यो र हामी बाहिर त्यो हेर्दैछ। हेर्नु होला कस्तो लागिरहेछ तपाईँहरूलाई यो हाम्रो यता हेर्नु होला यता कस्तो राम्रो विदेशी केटाहरू छ। अनि यता कस्तो लागिरहेछ। अनि यता विदेशी केटाहरू बमाले कमेन्ट आउँछ या मलाई खुसी लाग्छ नि फेरि यस्तो भयो भने त। हामी मेरै पछाडि आउँदै हो क्या हो ल पक्कै पनि आएको हो कि भनेर मैले त्यो गरिरहेको छु है। अनि हामी हिँड्दैछ वा कस्तो छ। म जुम पनि जुम गर्न मिल्दैन क्या हो। वा ह्यान्डसम छ ब्युटिफुलहरू छ केटाहरू केटीहरू। अनि हाम्रो घाम लागिरहेछ पछाडि। अनि म चाहिँ अहिले हिँड्दैछु है त यो सहरतिर यता पछाडि घाट। अनि यो बाइक के हो 220 अनि यता फसल भयो अरे वेलकम छ सबैजनालाई होइन के भन्नु है। तर मैले बिहानदेखि मैले के काम गरेँ अनि म कति बजी उठेँ होइन। अनि म 5 बजी उठेँ मैले के काम गरेँ त्यो मैले देखाएन क्या। अब हामी बेलुकामा अब कहाँ जान्छौँ के गर्छौँ त्यो चाहिँ हामीले अल्टरनेट देखाउनेवाला छ होइन। अनि अहिले चाहिँ मेन रोडतिर नै हामी यसो एक्सर्साइज भनौँ न होइन एक्सर्साइजै हो यो। अनि हामी हिँड्दैछौँ टाउको पनि दुखिरहेछ दिनभरि सुत्यो। अनि मलाई उडुसले पनि लास्टै टोक्यो। अनि मलाई आज 3टा उडुसले टोक्यो। कत्रो ढाडीभरि यसको घरबाट सरिएको साँच्ची हो यो कुरा चाहिँ ढाँटेको होइन कि। म कति 1 बजी साढे 1 बजी त्यो सुतेको थिएँ होइन निदा रहेछ क्या। अनि हामी दाजुहरू सुतिरहेको थियौँ। अनि म चाहिँ कस्तो त्यो लुगाबाट सुतिरहेको थिएँ क्या लुगाबाट सुतिरहेको थिएँ त्यो बेला चाहिँ ट्याक्कै। अनि कस्तो यस्तोमा क्या टुकिरहेको रहेछ। अनि कस्तो बिउजिरहेको थियो क्या फेरि म बिउजिरहेको थिएँ। अनि मैले उठेँ होइन ट्याक्कै म उठेँ। अनि कस्तो यस्तो गन्ध आएको गायब। अनि गन्ध आएर आएन। अनि मैले कस्तो आँखा यस्तो जलस्स खोलेर हेरेँ क्या। आँखा खोलेर हेरेको त ओ माई गड क्या त्यो ढाडी क्या त्यो उडुस ओ माई गड। अनि त्यसले टेकेर चाहिँ अनि मैले त्यसलाई मारिदिएको है। अनि पछि खोजेको त फेरि सिरानतिर पनि देख्छ भाइ कसरी परेको भन्दा फेरि म हिजो फेरि यस्तो घरमा सुत्नु गएको थिएँ क्या। अनि मलाई चाहिँ सल के चाहिँ बेलुका 12-1 बजीतिर मलाई यस्तो टोकेको थियो आमा साँच्ची हो यो कुरा चाहिँ यार। अनि हामी अहिले घुम्दै हो मैले त्यो कुरा पनि बताइसकेँ सबैजना है।
तिमी पनि बोल्दैौ न यार हो कि होइन भनेर यस्तो मार्क्स ला के काम यो चोर जस्तो भएर हिँडेको छ कि काम है काम छैन तर मेरो पनि काम छैन म चाहिँ यत्तिकै बाहिर हिँड्दै हो गाइस के छ हाल खबर ठुलो बोल्नै भएको छैन यार कस्तो दिनभर सुत्या भएर होला यार फेरि भन्न के को मासु खान्थ्यो के को मासु खान्थ्यो गोरुको मासु खाने गाइस तपाईँहरू खानुभएदेखि कमेन्ट हामी अहिले नै तपाईँहरूलाई पनि भन्छौँ कि खान मन छ भने चाहिँ भन्नु होला गोरुको मासु कि भैँसीको मासु खाने छ्या बच्चा जस्तो यस्तो दामला खाने होइन यस्तो खाने भन्छ के काम यस्तो बच्चाहरू जस्तो यार के गर्नु यार हो म त अचम्म लाग्छ केही नखाने गाइस केही नखाने पैसा छैन छ्या म त मिठै लाग्दैन यो पोर्क सोर केही मिठो लाग्दैन भनेको कि होइन अलिअलि ब्रोइलरको चाहिँ मिठै हुन्छ है मासुहरू हुन्छ नि त त्यसको मिठै हुन्छ तर के गर्नु हामी अहिले डुल्दै हो ओ बोल्दैन यार बोला न यार कस्तोहरू हो केटाहरू बोल्दैन के गर्नु म बोल्नुपर्छ अनि हामी अहिले चाहिँ कहाँ हो भन्दाखेरि कहाँ हो अरे कहाँ हो है बोल न यार यता हामी अहिले घुम्दै हो केटाहरू हेर्नु होला यो के हो मलाई अचम्म लाग्छ यार म त कस्तो मलाई त कस्तो लाग्छ यार उदेक लाग्छ भनेर के भन्नु है उदेक चाहिँ लाग्छ साँच्ची मलाई उदेक लाग्छ मलाई कस्तो देखिरहेको छ अहिले 6 बजी बेला भइसक्यो गाइस अहिले हामी घुम्नु पनि जाने हो र अहिले हामी जाने हो र उतातिर न्यु रोड साँच्ची फेरि त्यहाँतिर गयो भने यसो भिडियो पनि ड्याङ दिनुपर्छ छस पनि दिनुपर्छ त अघि एउटा केटीले एउटा टिकटक लाइभमा के भन्नु भन्दाखेरि ठ्याक्कै म सम्झिन्छु ल एकछिन के भन्नु यो के हो यहाँ माथि सुतिरहेको छ यहाँ मैले देखाउनु कस्तो अप्ठ्यारो भयो क्या अप्ठ्यारो भयो अलरेडी गाइस यो के हो कस्तो हामी चाहिँ अहिले मोमो खान आइसक्यो गाइस चाहिँ यहाँ छ मोमो खानेको ठाउँ भाइरल त नभनौँ चाहिँ भने लास्टै चर्चित होला भनेर के भन्नु है यहाँ लास्टै मोमोहरू चाहिँ बिग्छ क्या अनि म भर सुतेँ र भएर होला आँखाहरू कस्तो भइरहेछ म दुब्ला है क्या म दुब्ला के भयो म कस्तो भइरहेछ है मलाई अनुहारतिर हेरौँ न पनि बस्छु ल कता बस्ने हो एउटा चाहिँ होला एउटा चाहिँ मोमो एउटा चाहिँ मोमो हुनु तिमीहरू मोमो खाने हो र खाने हो यिनीहरूलाई मैले किन्दैछु मोमो किनिदिँदैछु कतिमा हो अरे मोमो कति हो अरे भनिदेऊ न यार हामीले जस्तो पनि खाँदै थियौँ तर मलाई यादै भनेर भनिदेऊ न फेरि एकछिन 90 रुपियाँ 90 के हो मलाई त पोहोर लाग्यो क्या टिसी छैन होला काला हात मैले नयाँ लुगा लगाइरहेको यहाँ फोरलाई चाहिँ कस्तो के लाग्यो मलाई अचम्म लाग्छ आश्चर्य लाग्छ छपत लागेको छ क्या ल हाम्रो मोमो रेडी भइसक्यो गाइस मैले कस्तो हाम्रो मोमो आइसक्यो कस्तो अचम्म लाग्छ एकैछिनमा आउँछ मोमो के गर्ने हाम्रो 3 पिरियड मोमो हो यसलाई 90 कति पैसा हाम्रो स्पेसल मोमो हो गाइस अब तपाईँहरूले खान सक्नुहुन्छ ल अब के हो यो ल मैले अब खाइसकेँ ओहो नि हेर्नु होला यहाँ के हो यो उयो ससेस पनि खाने हो र खाने हो नि कस्तो हुन्छ मैले त चाहेको छैन त्यो गर्ने होइन मलाई टेन्सन लाग्दैन हाम्रो 3टा छ अनि म मोमो खान्छु है गाइस तपाईँहरूलाई खान मन लागेको थिएँ भन्नु होला आउनु होला कसले खान्छ अब
खाजा खाएर आउँछ नि ल मैले हालिसकेँ अब खाने हो तपाईँहरू खाने भएदेखि आउनु हिजोस्ति पनि यहाँ भिडियो बनाएको थिएँ एउटा यो मैले सुरुमा तपाईँहरूलाई चखाएन त्यसो नर भिडियो म कुनापट्टि जान्छु ल कुनापट्टिमा चाहिँ अलिअलि जो भने राम्रो आउँदो रहेछ सो म तपाईँहरूलाई चखाउँछु गाइज खानु होला ल म खाएर डोके यो भैँसीको मोमो हो गाई कस्तो मिठो रहेछ मिठो गाई हामीले के खाएन भने अघि मैले सब्जीहरू पनि छ यो चिकन यो बफ मोमो हो त्यसपछि यो के हो स्याब हाल्यो यो स्याब हालेर कस्तो हुन्छ अहिले म खाएर देखाउँछु तपाईँहरूलाई खाएर देखाउँछु यो के सब्जी छ चिकन यो ससेस हो गाई तपाईँहरूलाई खाना मनदेखि म दिन्छु है सबैजनालाई दिन्छु अनि मैले चाहिँ खाएँ लास्ट मिठो हुँदो रहेछ हेर्नु होला गाइस हाम्रो यो स्याब हाल्यो यो चिकन मोमो यो ससेस अनि हाम्रो केटाहरूले खाँदैछ यहाँ अनि यसले पनि खाँदैछ यो के भन्ने हो तिमीलाई के भन्ने यो जलपानको छोरा जलपानको छोरा यसले लिएको छ कि गाइस ल यो दाइको भएको होइन अनि यो त तिमीले त खाँदैन होला नि पक्कै पनि खाँदैन यो खाँदैन रे अब हामीले खान्छौँ म चाहिँ रेडी भइसक्यो ल गाइस अब मैले के खान्छु भन्दाखेरि म ससेस खान्छु म रेडी भइसक्यो खाने ससेस खोइ खाने आदि ल मैले रेडी गरेँ यो कस्तो हुन्छ होला है चाख्नु न म सुरु चाख्दैछु के को होला यो सुँगुरको त हो मलाई थाहा छ खासै मिठो हुन छ क्या कस्तो भयो मिठो हुन छ यहाँ तपाईँहरू खाने भएदेखि आउनु नखानु भयो नो यो रिसाएर चाहिँ काम छैन झन्डै मलाई खसेर लास्ट मिठो हुँदैछ या कसम भन अझ मिठो नभए भनेको थिएँ मैले मिठो हुँदो रहेछ अलि खाएँ अनि अब फेरि के खाने के खाने अब अगाइसक्यो नि हेर्छ त्यो खाइसकेपछि अगाडि पऱ्यो नि त होइन अब मैले सस खान्छु के कस्तो भयो धेरै खाइने चाहिँ हुन्छ मैले त ससेस त फर्स्ट टाइमै खाएको कसम साँच्ची म त घरतिर त खान्थेँ यहाँ चाहिँ क्या यहाँ चाहिँ अनि मैले स्याबाले चाहिँ यस्तो राम्रो देखाएँ यहाँ है कसम क्या राम्रो छ यो स्याबाले खान भ्याउनु होला क्या दाम छ यहाँ मलाई त धेरै टाइम लाग्छ खानालाई चाहिँ म यहाँ हाल्छु है धेरै पो हालेँ धेरै हालेँ ए भगवान् हो पहिला ल म सुरुमा हातले खान्छु त्यसपछि चम्चा खान्छु है हेर्नु होला चखाइ तपाईँ कस्तो आनन्द आयो
चिसो कति दिनको होला यो कति दिनको होला अनिल पुग्यो होइन भिडियोको लागि हो नि त है उनीहरूले मैले छिटो खायो भने मलाई यस्तो अत्तिर बनाइसक्यो यो अचार चाहिँ चिसो चिसो छ अझै तातो मिठो सबैजनाले फुल भिडियो हेर्नु होला वाच गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अझ के भन्ने हो र है अच्छा त्यही छैन मैले कति भयो अरे 495 के गर्नु खाएपछि तिर्नुपर्छ पैसा छैन मलाई लाग्छ धेरै खायो क्या हो मैले धेरै दाम लाग्छ उनीहरू त 5 मिनट भइसक्यो खाइसकेको Banyak yang nak. So itu. Mana khas juga. Maling khas juga. मैले खाइसकेँ मिठो भयो त्यसरी बस्दैछु यहाँ गीत पनि सुनिरहेको छु है मान्छेहरू साइड साइडमा धेरैजना छ किनभने मैले अरूलाई देखाउन चाहेन म आफै देख्न चाहेँ अनि कस्तो यो टिल्क्या किने भन्छ होला है यो अनुहारै मेरो यस्तो हो अनुहारै यस्तो हो तर कस्तो आज आँखा यस्तो कस्तो खुल्ले जस्तो भइरहेछ मेरो अनि टेन्सन लागिरहेको छ केटाहरूले नि यता बसेर खाइरहेको छ तर मैले चिन्दिनँ कता कता देखा देखा जस्तो लागिरहेको थियो मलाई पिरो भएर होला है सिगानी आइसक्यो भने तपाईँहरू खान मन भएदेखि भन्नु होला कसम यहाँ सिगान आइसक्यो मलाई पनि टिस्यु देऊ न यार मलाई टिस्यु देऊ छुट्न कसम मलाई सिगान आइसक्यो सिगान खाइदिया उठ्यो दाइले माग न मलाई टिस्यु चाहियो पैसा तिर्यो कसले पैसा तिर्यो भन्छ खै मैले देखिनँ गाइस हामीले खाइसक्यो अब हामी बाई 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 भन्न सक्छु अब म सिगानी चार्छु है लास्टै पिरो भयो क्या खाने हो खानु भए दिन्छु क्या
खाएको त फाल्यो मैले यार खाएको फाल्यो हामीले मजाले खायो खाजा अब हामी कति जाने कस्तो धेरै हामीले 495 खाएँ मैले कति दिनुपर्छ कसलाई दिनुपर्छ पैसा भन्नु होला म दिन्छु पैसा के को फच्छे भाइहरू के को हो र गाइस ल हामीले खाएँ खाजा अब अग्लेश्वर होटल रहेछ यहाँ है अनि हामीले खायो मजा पनि आयो मलाई के हो चलाउनु नै मेरो मोबाइल म त फेरि यस्तो यस्तो बोलिदिन्छु नि गाइस म त त्यो कस्तो म बोल्ने कुराहरूमा चाहिँ डर लाग्दैन अनि मलाई केही बिग्रियो र बिगाऱ्यो भने चाहिँ मलाई बहुत डर लाग्छ क्या डर लाग्छ अनि त्यही भएर मलाई बेसी डर लाग्छ अनि मलाई बोल्ने कुराहरूमा चाहिँ केही पनि डर लाग्दैन गाइस त्यही भएर म बोलिदिन्छु वाह के बोल्यो के बोल्यो यो मुर्दारले के बोल्यो हो तपाईँहरूलाई हेर्न मन छ भने हेर्नु होला गाइस किनभने यहाँ मान्छे छोडिरहेको छ हेर्नु होला यहाँ है कस्तो अचम्म लाग्छ ओहो नि कुदाइ होला यहाँ सुतेको गाइस यो के हो यो साइकलमा सुतिरहेको त हो मैले अलरेडी के भन्छ अब भिडियो त बनाउनु पऱ्यो होला मान्छे देखेपछि त है अचम्म लाग्छ अरे कसम हाँसो पनि लाग्छ ऊ यहाँ ओहो नि यहाँ सुतेको यहाँ मैले त कसम मलाई यस्तो हाँसो लाग्छ है मैले त्यही छोडेँ त्यो मान्छेलाई कसम मेरो त्यो अब देखाउनै पर्छ है देखाउनै पर्छ बुटुभित्र ओइ हामीले मैले त्यो मान्छे पनि देखाइरहेको छु गाइस अब के भन्न चाहन्छ कस्तो मिठो लाग्यो त्यहाँको खाजा अग्लेश्वर होटलको कस्तो भयो तिमीलाई खाजा दिनु बोलिदेऊ न यार राम्रो लाग्यो हो अनि एउटा कुरा चाहिँ भन्नै भुलेछु गाइस होइन यहाँ म मात्र सिङ्गल हो कि अरू पनि सिङ्गल छ हो यति कुरा चाहिँ भन्नु पर्यो यति कुरा चाहिँ भन्नु पर्यो हो म पनि सिङ्गल छ अनि यहाँ चाहिँ अहिले त लास्टै जाम छ है लास्टै जाम छ किनभने म बाहिरतिर चाहिँ हिँड्दिनँ नि त प्रायः जस्तो अनि हेर्नु होला कतिको जाम छ भनेर पछाडिसम्म पनि जाम छ हेर्नु होला होइन सबैजनालाई देख्न सक्नुहुन्छ ओके मलाई पिप 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 गर्दै आइसक्यो म पनि अगाडि बढ्दैछ अब हामी यहाँबाट सायद समथिङ यता जान्छौँ होला त्यसपछि हामी अब कहाँ जाँदैछ हामीले देखाउँदैछ होइन म चाहिँ कटिसकेँ गाइस यहाँबाट म आइसकेँ अब हामी यहाँबाट सिधा लाग्छ म त सबै देखाउनु मन लाग्छ फेरि है आफ्नो भएको चिज नभएको चिजहरू के छ गाइस तिमीले पनि भनिदेऊ मान्छे लास्टै यहाँसम्म केटाहरू देखिन्छ हामी त यस्तो छ है तर मेरो आवाज चाहिँ यहाँसम्म चाहिँ सुनेको छ कि छैन क्या कस्तो म आफै यत्रो सानो बोले जस्तो लाग्छ है तर कत्रो सुनेको छ म आफैलाई थाहा छैन है अब म पछि सुन्छु कत्रो सुनेको छ भनेर अनि म आफूलाई पछि थाहा हुन्छ नि त अनि अहिले चाहिँ किन थाहा नभएको भनेर फेरि पैसा छैन नि त 50 रुपियाँ हो एउटालाई कति रहेछ त यति छ खाने हो र खाने भएदेखि कमेन्ट लस्सी खाने भनेको पैसा यति छ पैसा 5 रुपियाँ छ अब खाने उही खाने नखाने 5 रुपियाँ छ पैसा हेर्नु होला जम्मा 5 रुपियाँ छ लस्सी खाने भनेको अचम्म लाग्छ यार यी गाडीहरू हिँडिरहेको छ हामीले खाने भन्छ यार हाँसो लाग्छ मलाई लास्टै हाँसो लाग्छ है यहाँ कसरी आएको छ भन्दाखेरि उसले चाहिँ मनको मजा लागेको हो के भनिरहेको छ क्या फेरि मलाई यस्तो यस्तो नयाँ त बनाउनै मन लागिहाल्छ केही छैन ऊ मलाई लात्ता टाकिरहेको छ नि ताको त फेरि एकचोटि ताको त भाइ हुन्छ हामीलाई पनि 2टा दिनु ल मैले भनिसकेँ नि गाई लस्सी हो क्या लस्सी खानी हो के त्यहीसँग ल गाइस म यति छ पैसा अब मसँग पैसै छैन अनि अब हामीले ए भगवान् त्यस्तो ल हामीले वे खानु पऱ्यो यस्तो क्या औ ल यस्तो हुन्छ नि ल मैले पनि खाएँ यो माथिदेखि टिपेर खाऊ न ल खाऊ न टिपेर यो माथिदेखि यस्तो क्या यो लस्सी हो गाइस खाने क्या केही हुँदैन यस्तो खानुलाई नै खाँदैन भन्छ म खाएँ ल ओ यहाँ खिच्देऊ न रातमा
गाइस यसले चाहिँ होइन यसले एक्स भेटाएको रे अनि खाजा पनि गाइस खाएको रे तर पैसा चाहिँ उसैले दिइदिएको रे यो एक्सर्साइज हो म त बोलेपछि त फेरि ठुलै खोलेरै बोल्न मन लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ हाम्रो यहाँ टुरिस्टहरू पनि छ धेरै खाया कस्तो अगाया खाने हो तपाईँहरू पनि भनेर के भन्नु है म त फेरि बोलेपछि कस्तो ठुलो बोल्नु मन लाग्छ क्या अनि अघि एउटा केटीले लाइटमा के भनेको थियो भन्दा फेरि गाई छैन यस्तो के भन्छ भने अहिले लाइटमा क्या लाइक गाइजहरू ठनक्क पारेर के लाग्छ है ठनक्क पारेर छिट्टो ट्याप गर्नु होला भनिरहेको थियो त्यही भनिरहेको थियो मैले त्यही भएर ट्याप गरिदिएको अनि म पनि बसेको थिएँ एकछिन अनि हामी एक्टिभ छैन नि त त्यो यस्तो रिस उठ्छ मलाई मेरो मोबाइलबाट मैले भिडियो चाहिँ जहिले पनि बनाउँथेँ होला अनि मैले जहिले पनि दिनकै पोस्टिङ गर्थेँ होला किनभने अहिले गर्नु पाएन है मेरो अलि राम्रो क्यामेरा छैन यस्तो ब्याकग्राउन्ड यस्तो नराम्रो देख्छ गाइस अनि अहिले हामी कहाँ हो भन्दाखेरि कहाँ हो रे हामी के हो यो त यो लुगा त मेरो जस्तै छ त भाइ त्यस्तै लाग्यो त मलाई हामी यहीँबाट घुम्ने त्यसरी घुमेर तल जाने नाजाने हो कति धेरै टाइममा चाहिँ यो भाइहरूलाई के थाहा क्या यार थाहै छैन यार म आफैलाई थाहा छ अनि हो यो बच्ची छ है गाइस यो बच्ची छ के भन्ने होला अब यार मलाई टेन्सन लागिसक्यो म त हिजो चाहिँ यहाँतिर आएको थिएँ नि काम खोज्नु आएको नपाएर म एक्लै म कहाँ आएको थिएँ भन्दाखेरि यता तलबाट झरेँ अनि उयो उता तलबाट झरेँ अहिले आउँदाखेरि काम सोध्दै आउने ल अहिले आउने भन्दा पनि नजाने उयो उता पुगेर आउने क्या नजाने क्या उयो कराउँछ भने हो टिकटक त बनाउने